अहिले देख्न सक्नुहुनेछ गाइज अफरोडिङ गर्नु निस्केको भनेको साँच्चै नै बहुत ज्यादा अफरोडिङ गरेँ यार मैले। यति मजाको ठाउँ गाइज हेर्नु सक्नुहुनेछ। ल नेपाल आइपुगेँ म त। नमस्कार सबैलाई। अनि के भन्ने अहिले चाहिँ म यहाँ अफरोडिङपट्टि आइराखेको छु। हाम्रै गाउँको बाटो है जुन चाहिँ इन्कम्प्लिट छ। यहाँबाट उकालो जाने अब चाहिँ जान्छ होला यो उकालो जान्छ है। ट्राई गरिदिने अफरोडिङ भन्दा पनि अस्तिसम्म चाहिँ अफरोडिङ थियो, अहिले चाहिँ अलिकति बनाएको रहेछ। अस्तिसम्म चाहिँ यो चाहिँ डल्लै सोलिङको थियो है, ढुङ्गा उहाँ माथि जसमा कि देख्न सक्नुहुनेछ तपाईँहरूले। यसले चाहिँ अलिकति बनाएको रहेछ। फेरि यस्तै बाटोहरूमा चाहिँ हिँड्नु मन लाग्छ क्या। चल 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 अफरोडिङ गाइस अफरोडिङ। स्कुटीलाई अफरोडिङ कुदाउनु पनि मजै छ। त्यो हाम्रो तल गाउँको बाटो जुन इन्कम्प्लिट छ है, आधीसम्म मात्रै छ। त्यो चाहिँ यहाँ जोडिनु पर्ने हो खासमा भने चाहिँ। जोडिनेकै कुरा भएको थियो तर असफल भयो होइन। यस्तो छ है। त्यहाँबाट आएको गाडी आधी जुन चाहिँ कनेक्ट भएको छैन, त्यो चाहिँ यो बाटो हो। चल्दिउँ है। अब चाहिँ म हल्का पिस ठाउँतिर गएको होइन। यतिको रोड पाएँ भने त अब के नि कुदाइ त। जुन यो अहिले म उकालो जाँदैछु है, यहाँबाट ओह्रालो गयो भने चाहिँ तपाईँको टुक्रे पुग्नेछ। यो बाटोमा चाहिँ पुरा माटो छापेर राखेको छ कि पछि गएर बर्खामा हो भने चाहिँ यहाँनिर चाहिँ बिजोकै हुन्छ यस्तो टाइपको माटो। त्यो पनि माटो पनि खली माटो छ हो, कडा खालके, जुन चाहिँ तपाईँको एकदमै चिप्लो हुन्छ पानीले उयो भेट्यो भने है। यहाँबाट चाहिँ ताबाकोसी लेखिराखेको छ है। ओह्रालो गयो भने चाहिँ ताबाकोसी। अनि अब चाहिँ म यो तेर्सो जान आँटेको। यहाँबाट तलनिर जान्छु जुन चाहिँ सिस्ने भन्छ है, त्यतापट्टि जान्छु। रोडमा मात्रै कति कुदाउनु होइन। यो बाटो चाहिँ तपाईँको 16.5 भन्छ होइन। यो चाहिँ एकदम मजाको बाटो छ। यहाँनिर तपाईँको एकदम 1300 प्लेन अनि रनिङ गर्नुको लागि। अनि पहिला चाहिँ हामी यहाँनिर साथीहरूसँग आउने गर्थ्यौँ। अहिले चाहिँ म एक्लै सोलो राइड हान्दैछु गाइज है। अनि यहाँनिर तपाईँले देख्नुहोस् हाम्रो टी गार्डन, सबै टी गार्डनहरू। यो चाहिँ डाँडा आइपुग्यो। अनि यो डाँडामा चाहिँ चिल गर्नु बस्थ्यौँ पहिला केटाहरूसँग है। अहिले तपाईँले देख्न सक्नुहुनेछ यहाँनिर एकदम ब्युटिफुल है। यो तपाईँको के भन्छ यसलाई, टी गार्डनको भ्यू। अनि वहाँ पर पहाड हेर्नु कस्तो दामी देखेको। यो साइड त सबै नेपालहरू होला चल, मलाई त्यस्तो थाहा छैन है। एकदमै राम्रो, एकदमै हरियाली, शान्त पिस ठाउँमा आइराखेको छु म। अनि यहाँ छु म अहिले चाहिँ होइन। यहाँ हाम्रो दिगोसँग यहाँ बसिराखेको छु होइन। अनि यसलाई भर्खर धुलाएर ल्याएको। एकदमै बेसी चोट लागिसक्यो बिचरा, यसलाई पनि चोट भइसक्यो बेसी लडेर होइन। अनि अब चाहिँ म तल यो तलको रोड देख्न सक्नुहुँदैछ तपाईँले। यस्तो गोलाइ भएको तल भेटिएको छ नि, त्यो तल गएको होइन। अनि यो तेर्सोबाट ओह्रालो जानुपर्छ सिधै यता। बट उतापट्टि पनि गइकन आउँछु, किनभने पहिलानिर हाम्रो त्यहाँनिर मेमोरिज छ है। त्यो मेमोरिज म सुन देखाउँछु तपाईँलाई। सो स्टे ट्युन गाइज। र यो बाटोमा चाहिँ तपाईँले खुल्ला छ भनेर हर्न नबजाइ चाहिँ नजानु होला, किनभने उताबाट पनि आउँदै गरेको हुन्छ। हर्नहरू तपाईँहरूले सुन्नु सक्नुहुने छैन है। र ब्लो हर्न मस्ट है यहाँनिर चाहिँ। अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ पोलिटेक्निक कलेज छ है। यो चाहिँ अहिले खुलिसकेको रहेछ, मलाई त त्यस्तो थाहा पनि छैन। अनि यहाँनिर चाहिँ छ तपाईँको कुर्लुङ्गे धारा। यहाँनिर पहिला आउँथ्यो साथीहरूसँग, अहिले चाहिँ त्यस्तो आउँदैन। अब अहिले त आफ्नो काममा बिजी सबैजना है। र अब चाहिँ सोर्सालेतर्फ लाग्दैछु म गाइज है। यो बाटो चाहिँ पहिला चाहिँ हामी रनिङ गर्नु आउँथ्यौँ होइन। पर डाँडासम्म पुग्थ्यौँ, त्यहाँनिर एक्सर्साइजहरू गर्थ्यौँ। फेरि कुद्दै आएर वार्मअप, त्यहाँदेखि यता चेकपोस्टमा आएर फेरि एक्सर्साइज, त्यस्तो गर्ने गर्दथ्यौँ। अस्ति आउँदा चाहिँ यहाँनिर चाहिँ पुरा हिल्लो थियो, अहिले चाहिँ त्यस्तो छैन रहेछ, राम्रै रहेछ बाटो चाहिँ। र यसलाई चाहिँ भन्ने छ गाइज सोर्साले। तपाईँले जुन यो देख्नुहुँदैछ यो चाहिँ मेन रोड हो सोर्सालेको है। अब जहाँ मैले लाँदैछु है त्यो त्यहाँनिर चाहिँ हामी पहिला चाहिँ हिँडेर आउँथ्यौँ। त्यो पनि दिनमा 3 टाइम, 1 टाइम पनि होइन, 2 टाइम पनि होइन, 3 टाइम चाहिँ कन्टिन्यू हिँडेर आउँथ्यौँ हामी। त्यस्तो जोस हामीलाई। र यो चाहिँ सोर्सालेको रुट जुन चाहिँ यहाँनिर बगान देख्न सक्नुहुनेछ। बगान भन्दा चियाबारी
कस्तो मजाको भ्यू छ गुलाबै गुलाब साइडमा रोपेको है एकदमै राम्रो वेल मेन्टेन छ सोर्साले चाहिँ एकदमै मनपर्छ मलाई चाहिँ सोर्साले है सो यहाँनिर चाहिँ तपाईँको भेटाउँछ दुईवटा रुट हो यो साइड खासमा चाहिँ जानु आँटेको चाहिँ म यो साइड हो बट मैले जस्तो कि भने है यो साइड गइहाल्छु म तपाईँहरूलाई देखाउँछु पहिला हामी कता जान्छौँ ती 3 टाइम चाहिँ हामी कहाँ जान्छौँ हजुरहरूलाई देखाउन आँटेको छु म है यो साइडहरू त पहिला त केही थिएन नि पुरा जङ्गल डल्लै ड्यामडुम जङ्गल थियो हो अहिले त घरहरू मजाको बन्नेछ त्यति बेला चाहिँ मैले केटाहरूलाई भनेको थिएँ क्या यो तेर्सो चाहिँ एक दिन चाहिँ हामी बाइक नभए स्कुटी लिएर चाहिँ आउनुपर्छ भनेको थिएँ बट अहिले साथीहरू छैन है अन्त म अहिले एक्लै सबैको सपना पुरा गर्दै लुगाडा हो र फर्स्ट टाइम चाहिँ जब हामी आएको थियौँ त्यति बेला चाहिँ म र मेरो साथी चाहिँ एकजना निकेत भन्ने है त्योसँग आएको फर्स्ट टाइम त्योभन्दा अगाडि चाहिँ आएकै थिएन अनि फर्स्ट टाइम आउँदा चाहिँ के भएको थियो भने हामी चाहिँ यो ओह्रालो गएको थियौँ कि अनि यो ओह्रालो पनि तपाईँको भेट्ने चाहिँ त्यही हो यहाँनिर देख्न सक्नुहुनेछ है यो ओह्रालो गएको थियौँ र भेट्ने चाहिँ त्यही हो तर यो चाहिँ टुक्रा रहेछ एउटा सानो क्या अनि यता साइडपट्टि मन्दिर पनि छ यो साइड चाहिँ तपाईँको उकालो गयो भने चाहिँ माडियोटार यहाँबाट उकालो एकदम राम्रो रोड छ माडियोटार भेटिन्छ है र अब चाहिँ तपाईँले देख्न सक्नुहुनेछ एकछिन स्कुटीलाई साइडमा राख्दिउँ है पहिला यहाँनिर यहाँ तल चाहिँ तपाईँले देख्नुहुँदैछ झन्डै झन्डा छ है किन यति साह्रो झन्डा भन्दा चाहिँ यहाँ तल चाहिँ तपाईँको मन्दिर छ अनि यो चाहिँ हो तपाईँको काली खोला एज नोन एज ब्ल्याक रिभर योबाट ओह्रालो जानु पर्थेछ खासमा भने हामी चाहिँ है तर हामी चाहिँ उताको सानो खोलापट्टिबाट गयौँ अनि यहाँनिर चाहिँ एकदमै धेरै माछा हुन्छ क्या माछा पनि तपाईँको यहीँ उयो भएको चाहिँ होइन तपाईँको माथिबाट यहाँ माथिबाट चाहिँ तपाईँको झिल छ अनि झिलबाट जब पनि ड्याम खोल्छ नि यो सबै ड्यामको पानी हो क्या झिलको पानी डल्लै यहाँ बगेर चाहिँ तपाईँको खोलामा आउँछ अन्त ड्याम खोलेको बेलामा चाहिँ माछाहरू पनि बगेर आउँदो रहेछ क्या अहिले देख्न सक्नुहुनेछ गाइज आम्मा हो के हो यो है हरियाली छ त गाइज घाम चाहिँ आज एकदमै राम्रो लागेर मात्रै निस्केको हो नभए त म अलिकति बिमारै छु है सो अब यो ब्युटिफुल भ्यूलाई छोडेर चाहिँ म तलपट्टि जान्छु होइन ल यहाँबाट अब निस्केको है गाइज स्टे ट्युन र लेट्स गो गाइज यो साइडमा चाहिँ बाटो कस्तो छ त्यो चाहिँ मलाई एकदमै थाहा छैन अनि कुलीहरूले यहाँनिर पत्ती टिप्नु हुँदो रहेछ देख्न सक्नुहुनेछ अनि आफ्टर अ लङ टाइम म यता आउँदैछु गाइज है यहाँनिर चाहिँ तपाईँको छ टौवा जहाँनिर चाहिँ पत्ती तौलिने गर्दछ है बाटो चाहिँ यस्तो टाइपको छ है गाइज र यो चाहिँ हो तपाईँहरूको सिस्ने जाने बाटो है जुन चाहिँ एकदमै मेन्टेन भएको छैन गाउँ बस्तीको बाटोहरू चाहिँ यस्तै हुन्छ है मेन्टेनै हुँदैन क्या यहाँनिर त अन्त हाम्रो जस्तो एन्टर त अन्त 1 महिना कुद्यो भने त बाङबुङ हुने रहेछ नि अफरोडिङ गर्नु निस्केको भनेको साँच्ची नै बहुत ज्यादा अफरोडिङ गरेँ यार मैले त्यहाँ तल पुग्नु चाहिँ बहुतै समय लाग्छ त्यहाँनिर चाहिँ म र मेरो साथी चाहिँ हिँडेर आएको लुगाई चाहिँ यति दुःख गरी घामले पोलाई खाइ तेल सकि हो यहाँ तल अफरोडिङमा स्कुटीको केही माया नगरी आएको छु लाइक कमेन्ट सेयर र फलो चाहिँ गरिदिनु पऱ्यो है तर साँच्ची भनेको कि गाइज नर्मल भ्लग भन्दा चाहिँ मोटो भ्लगिङ चाहिँ बहुत ज्यादा मजा आउँछ क्या गर्नु र डेस्टिनेसन चाहिँ आइपुग्नु आँटेँ गाइज आम्मामामा हत्तु हत्ता खत्तम हाई मरे यो चाहिँ हाम्रो डेस्टिनेसन जुन चाहिँमा चाहिँ म र साथी चाहिँ पहिला हिँडेर आएको थियो है यहाँनिर फेरि पनि मलाई आउनु मन लाग्यो एकपल्ट त्यही भएर अहिले म आएको हेर्नुहोस् त यहाँ माथि चढेर हामीले फोटोहरू क्लिक गरेको थियौँ यसलाई चाहिँ भन्ने गर्दछ हावा घर ए लगाइदियो आम्मामामा अहिले भने चाहिँ म यहाँनिर आइपुगिसकेको छु मेरो डेस्टिनेसन है मलाई चाहिँ यहाँनिर अस्तिदेखि आउनु मन थियो बट टाइमै पाएको थिइनँ त्यही भएर चाहिँ आएको थिइनँ होइन अन्त अहिले चाहिँ म यहाँनिर आइराखेको छु अनि तल यो तर खोला देख्नु हुँदैछ नि यो चाहिँ सायद मेची खोला होला किनभने म मेची खोला अहिलेसम्म आएकै छुइनँ क्या अनि यहाँबाट चाहिँ तपाईँको भ्यू एकदमै सब डाँडापाडा हिल्ली एरियामा बस्नु चाहिँ यतिको चाहिँ फाइदा छ सब डाँडै मात्रै देख्नु सो यहाँबाट चाहिँ म माथि चढ्दैछु यहाँनिर चाहिँ म र निकेत चाहिँ पहिला आएर चाहिँ फोटोहरू खिचेको त्यसको त त्यति बेला फेरि फोन पनि राम्रो थिएन हो अन्त अब जमाना पनि त्यस्तै त्यही भएर चाहिँ हामीले चाहिँ त्यसको फ्रन्ट क्यामेराबाट चाहिँ फ्रन्ट क्यामेरा चाहिँ अलिक राम्रो थियो होइन ब्याक क्यामेरा चाहिँ अलिक बिग्रेको थियो नि त त्यही भएर त्यसको फ्रन्ट क्यामेराबाट चाहिँ हामीले फोटो खिचेर गएको अनि ऊ तल खोला देख्नु हुँदैछ गाइज यो तलको तपाईँले खोला देख्नु हुँदैछ नि यो चाहिँ सायद मेची खोला होला जस्तो लाग्यो मलाई किनभने यो पारि यता साइड कता चाहिँ नेपाल नेपालै पर्ने गर्दछ कि नेपालै पुग्यो कि क्या हो
ऊ पर हेर्नु खेतहरू देखिँदैछ हो नेपाल जस्तै लाग्यो सायद नेपालमा आइपुगे क्या हो केटा हो मलाई थाहा छैन बाटोहरू हराउँछु म यहाँनिर चाहिँ अलिकति यस्तोहरू भएको छ कि अनि अलिक डर लाग्छ भनेको राम्रो तल गयो भने त सिए छुट्टी पुरै खत्तम एस्की बाजीको र यो चाहिँ तपाईँको यहाँबाट चाहिँ यति मजाको ठाउँ गाइस हेर्नु सक्नुहुनेछ यति मजाको ठाउँ वहाँ पर गाना बज्दैछ यहाँनिर एकछिन हावासावा खाएर चाहिँ अब चल्दिने फेरि घरतर्फ किनभने अब बेसी लामो टुर छ अनि ड्युटीको पनि टाइम भइसक्यो नि त त्यही भएर चाहिँ आया ल नेपाल आइपुगेँ म त यो मेची खोला चाहिँ मलाई एकपल्ट आउनु चाहिँ मन छ तर मेची पारी भन्थ्यो मेची पारी सायद यो नेपालै होला जस्तो लाग्दैछ मलाई म चाहिँ घरतर्फ लागेँ गाइस किनभने ड्युटी जानुपर्छ मार्छ मलाई अहिले फेरि ड्युटी टाइममा पुगेन अन्त सो यहाँबाट चाहिँ म हेलमेट माउन्ट गर्छु होइन पारीनिर पारी त्यो धानहरू रोपेको हो कि के हो हेर्दा चाहिँ नेपालै लाग्दैछ मलाई 100% त्यस्तो म स्योर चाहिँ दिन सक्दिनँ तर जति सक्दो मलाई लाग्दैछ यो चाहिँ नेपालै हो गाइस र एक दुईवटा फोटोसुट गरिहालौँ है त्यहाँबाट माउन्ट गरेर भेटौँ बाई गाइस र फेरि पनि है अफ रोडिङलाई अब फेरि पनि वेलकम गर्दै घरतर्फ लागौँ यो हिली एरियामा चाहिँ भ्लग किन बनाएको भन्दा चाहिँ नि कति मान्छेहरू अब हामी पो हिली एरियामा छौँ र हामीलाई त्यस्तो भ्यालु थाहा छैन होइन तर कति मान्छेहरू चाहिँ यहीँ आउनुको लागि बहुत तडपिन्छ कति मान्छेहरू यहाँ आउनुको लागि बहुत खर्च गरेर आउँछ होइन त्यही भएर चाहिँ हजुरहरू कहीँ जानु पर्दैन जस्ट मलाई फलो गर्नुहोस् म तपाईँहरूलाई हिल एरियाको सबै जग्गा देखाइदिन्छु सब इच एन्ड एभ्री जग्गा तपाईँहरू घरमै बसी हेर्नुहोस् र अहिले फेरि पनि गाइज म सोर्साले पुगिसकेको छु है सोर्सालेको उकालो अनि यो साइड चाहिँ एकदमै राम्रो बाटो तल यहाँनिर चाहिँ मेन्टेन पनि भएर हो क्या यहाँनिर त अब मान्छेहरू प्रायः यताउता हुन्छ अनि कुन चाहिँ बाटो भत्केको के भएको सबै देखिराखेको हुन्छ अनि त्यो तल चाहिँ अब कोही देख्दैन है अब त्यस्तो जग्गामा रहेछ अन्त त्यही भएर त्यो अलिक मेन्टेन नभएको र अहिले चाहिँ गाइज म आइपुगिसकेँ हाम्रो यहाँ चेक पोस्ट है तपाईँको दुईवटा वे छ यहाँनिर एउटा तलबाट अघि जुन बाटो म आएँ त्यो छ है अनि अर्को चाहिँ यो माथिबाट सो म चाहिँ यताबाट जान्छु अब यहाँबाट चाहिँ रफ्तार पक्रिने बाटो हो क्या यो चाहिँ फुल मेन बाटो हो त्यही भएर यहाँबाट चाहिँ तपाईँले ढुक्कै जाँदा पनि हुन्छ प्लस यहाँनिर अलिकति बढाइदिएको पनि छ हो र अब चाहिँ म घर पुगेँ भोक पनि लाग्यो र मेरो घरको बाटो र यो ओह्रालो त तपाईँलाई थाहै छ कतिमा हेर्नुहुन्छ है र गाइज अहिले भने चाहिँ म घर पुगिसकेँ है अनि यहाँनिर चाहिँ मेन कुरा चाहिँ के हो भने नि गाइज यो जुन तपाईँले देख्नुहुँदैछ यहाँ के छैन मेरो विन्डसिल्ड चाहिँ के सोच्नु भयो अनि मेरो विन्डसिल्ड चाहिँ के भयो भने अस्ति वान डे टुर्नामेन्ट थियो होइन अनि वान डे टुर्नामेन्टमा चाहिँ म म्याच खेल्नु गएको थिएँ अनि त्यति बेला चाहिँ बाहिरपट्टि नानी 3-4जना भलिबल खेल्दै थियो अनि भलिबल खेल्दै गर्दा चाहिँ तिनीहरूको बलले लागेर चाहिँ त्यो उयो चाहिँ विन्डसिल्ड चाहिँ मेरो डायमन्ड विन्डसिल्ड थियो त्यो चाहिँ फुटेछ अन्त भुइँमा झरिराखेको थियो मेरोमा सानो एउटा क्लिप छ अहिले म त हजुरहरूलाई देखाइदिन्छु त्यो क्लिप है अन्त त्यो हालिदिन्छु त्यहाँनिर अन्त आउँछु हेर्छु छैन विन्डसिल्ड त फुटी पो रहेको रहेछ त्यही भएर चाहिँ निकालिराखेको छ अब लाउँछु अनि यो चाहिँ हाम्रो रुम होइन यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुनेछ गाइज अब आँखा तिरिमिरी भयो होला है त्यस्तै हुन्छ सो इट्स टाइम टु एन्ड दिस भ्लग होइन अन्त होप यु गाइज लाइक दिस भिडियो होइन एकदमै राम्रो दिन भइराखेको छ घाम जस्तो चम्काउनु मन छ भने चाहिँ लाइक कमेन्ट सेयर अनि मलाई फलो गर्नु चाहिँ नभुल्नु होला सो अब अर्को भ्लगमा भेटौँ ल त्यति बेलासम्मको लागि चाहिँ बाई गाइज